हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। होपफुल सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फाइन छु है। नयाँ दिन नयाँ भिडियोको साथ म हजुरहरूको माझ उपस्थित भइसकेको छु। चट्ट भएर यात्रा चाहिँ हो बागलुङकै। बागलुङ जाने कुरा छ, हामीलाई जता पनि पुर्याउने उहाँ हुनुहुन्छ। अनि यो चाहिँ के हो भन्नु होला, यो चाहिँ यहाँ चाहिँ रेनकोट छ है, म र भाइ हो। हामी 3-4वटा साधनमा 7जना हुन्छ कि 8जना हुन्छौँ, त्यतिजना चाहिँ छौँ दाईहरू। एसआरए ब्लग, अमृत दाई, सौरभ, म, सुशान्त भान्जा लगायत राजकुमार दाई। अनि एउटा राजकुमार दाईको भाइको फुवा आउने हुनुहुन्छ अरे, भएर चाहिँ बागलुङ निस्किन लागेको छौँ। त्यही हो, अब उहाँसित एउटा भित्र हाल्नै पऱ्यो फेरि, त्यही भएर त्यसो सुरुवात गरेको छु। उहाँ चाहिँ स्याँ गर्नुभएको गर्दाखेरि हाम्रो मिस होइन एमआर सौरभ। हेलो ल, त्यही गाइस खानासाना खायौँ, अब रेडी भइसकेको छौँ। खास त अहिले 8 बजे भनेको 9 बजिसक्यो कि, टाइमको चाहिँ कहिले यस्तो हुन्न कि यस्तो गरेर यहाँ यो हेर्नुपर्छ एकदमै। त्यही है, रेस्पेक्ट फर बाइकर्स के छ उहाँहरूको मेन पात्र भनेको त हाम्रो। ल त्यही गाइज हिट फोर लगाइसकेको छ, अब के कसो हुन्छ त्यो हेर्दै गरौँला। अहिले चाहिँ म हाल बन्द गर्छु है त, अहिले म भेट्छु हजुरहरूलाई। सो गाइज अहिले चाहिँ हामी काँडे आइसकेको छौँ है। हाम्रो ग्रुपहरू बल्ल आएको कि कुर्दा यहाँ फोटोसुटहरू पनि भइराखेको छ सर। मेन त लाडी प्लस बवाल रहेछ कि ल, टिप्न नपाइँदो रहेछ है। यहाँ आफैले 1000 रुपियाँ जरिमाना रहेछ। अनि हामी उहाँ चाहिँ 8 बजी हिँड्ने भनेको, यहाँ त अब 11 बज्न लागिसक्यो कि। ऱ्याङ्कोट हाल्नै पर्छ क्या भन्छ, यहाँको त चिसो रहेछ कि। तर कस्तो भयो भन्छ माथि किन माथि किन गर्दै ठाउँ हेर्न के गर्नु ठाउँ। ल त्यही हामी पानी खानु रोकेको, अब के कसो हुन्छ भनेर भेट्छु त गाइज। सो गाइज अहिले चाहिँ हामी के भन्छ यो पर्वत हो यो के हो बेच्ने पर्वत जिल्ला चाहिँ भर्खर छिरेको छ। हाम्रो दाइहरू आम भएन भनेको त सब आइसक्नु हुन्छ। कहाँ को भन्दा को कम छ त सब रफ्तार ठेलिहाल्छ। फोटो सट खिचाउ है, फोटो त अब हामीसँग आइफोन छैन। र त्यही गाइज यता है खोला तल ट्याक्क र है एउटा बाइक 220, अर्को 220, एउटा डियो 220 बवाल भइरहेको छ। हाम्रो दाइले नि यहीँ भलक यो गरे 89 र त्यही हो। यहाँ चाहिँ बसहरू चाहिँ बौला हिँड्दो रहेछ है, म थापिसकेँ। एकदम केयरफुल भएर हिँड्नुपर्छ है, बस चाहिँ एकदम स्कुटर चाहिँ दाइले त्यही यता भिड यस्तो छ भने यता पर्ने भिड, यता नै भिड। कतै फोटो हाल्नु त 2-3 ल त्यही गाइज। ल अब चाहिँ अझै कति हो अझै यहाँबाट लगभग 30 किलोमिटर छ। त्यहाँपछि अनि फेरि अब कता हजुरलाई भेट्ने नै छु। ल कहिले भेटौँ ल गाइज।
गाइज अहिले चाहिँ हामी बडा गाउँ कुसमा आइसकेको छौँ। चिया चाहिँ यस्तो गर्मीमा झन् गर्मी होइन खास चिया र त्यही चिया सिया खाना लाग्छौँ। अब चाहिँ हामी चिसो नि खाइयो खाना त चिया समस्या चटनी ल्याइदिनु न चटनी नि ल त्यही समोसा चिया हाम्रो दाइहरू ल सर ल अब चाहिँ हामी खाजा खाएर भेट्छौँ। ल गाइज अहिले चाहिँ हामी सबभन्दा लामो पुलहरू यो भन्छ नै म त थाहा छैन बल्ल आएको म बागलुङ उता त्यो लाइटिङ भएको पुल पनि लामो जस्तो लाग्थ्यो फेरि अब दाइले चाहिँ सबभन्दा लामो यही भन्छ नि यही होला है होमा हो मिलाउने हो दाइले पछाडि भ्लग गरिरहेको छन् है मैले त गरिरहेको छु गहिरो हेर्नु नि यहाँ गहिरो हेर्नु गाइज ल हेर्नु कहाँ गएर मोबाइल खस्यो भने टेन्सन हुन्छ फेरि छडिनु गएर छैन हेर्नुलाई है त्यही हो बागलुङ यात्रा रमाइलो हुँदैछ झन् दाइहरूसँग एकदम भनौँ न साथीहरू जस्तै भएर आइएको छ झन् रमाइलो भइरहेको छ अलिकति यहाँ चाहिँ घाम पनि छैन जाडो पनि छैन कि ठिक्क रहेछ कि म त यस्तो लाग्यो भाइ यहाँको मौसम कस्तो छ घाम पनि छैन जाडो पनि छैन कि होइन मलाई ठिक्क भइरहेको त्यो यहाँ केही खस्यो भने चाहिँ एकदम आपत हुनेवाला छ है त्यही भएर एकदम सही सलामत हिँड्नुपर्छ सर र यस्तो छ यो कलाएर कता उता आउने मान्छे कस्तो भइरहेको आज यो भान्जाले गर्दै हो कि हामी आएको न राम्रो कि आज हो कि भनौँ न आफै मलाई त्यही भन्थ्यो कि आउनुहोस् त स्कुटर किन्छु गइहाल्ने भनेर जानेको ल गाइज हामी चाहिँ अनप्लान होइन प्लानै आएको आउन त अब भर्खर चिया खाइयो समोसा नि खाइयो एकदम बैगुनी कुरो चाहिँ के खानु हात गलिहाल्छ कि फेरि त्यही भएर चाहिँ पुल मात्रै धेरै हेर्ने न अहिले धेरै हेर्ने कुरो थुप्रै छ कि छैन छ त्यही भएर के भन्छ पञ्चको ठडिने रे म बरु बागलुङ मन्दिर जान मन लाग्छ ल गाइज अहिले फेरि म देखाउँछु हजुरलाई के हुन्छ नयाँ नौलोहरू है अहिले देखाउँछु गाइज अहिले चाहिँ हामी बागलुङ ट्याक्कै छिरिसकेको छौँ है यो वेलकम टु बागलुङ यो बागलुङ एरिया है हजुरले छन् ल त्यही हो गाइज ल फाइनल्ली गाइज कमिङ के कहाँ हो बागलुङ मन्दिर यहाँ मन्दिर अब जाने मन्दिर कसो हो जाने होइन मन्दिर नजाने भन्नु दाइ के हो जाने जाम ल अब मन्दिरभित्र छिर्नु ल हामी 10:30 बजी हिँडेको अहिले 2 बजे त्यस्तै भिड आयो हामी त्यो बिचमा हाम्रो ग्रुपहरू चाहिँ यहाँ सर र जान्दै अब बागलुङ कालिका भगवती मन्दिर प्रवेशद्वार लगायत मन्दिर यो ल हामी मन्दिरमा गएर यसो दर्शन गरिन्छ बवाल मन्दिर टाढै हो यहाँ खिच्ने ल गाइज यहाँ पखालियो भने चाहिँ मनसफा के हो मनसफा हुन्छ पाप पखालिन्छ पाप पखालिनु पऱ्यो नि त हुन त पाप त छैन कि होइन त्यही भएर यसो दाइहरूले भनेअनुसार दाइ ल पाप पखालिन्छ अब यहाँ पखालिएको पापा यति बसी ढुक्क हुन्छ भन्ने थियो दाइ म देखिनँ क्या कि ल त्यही हो हाम्रो यहाँ भिडियो गरिदिनु हुन्छ एउटा दाइले अरू दाइ दिँदै हुन्छ खतरा बनाउनु हो त्यो त्यसरी होइन क्या दाइ तिमी नदेखिउ कि त्यहाँ ल त्यही हो गाइजी हामी चाहिँ अलि मन्दिर आइसकेको छौँ यो मन्दिर मेरो
चाहिँ फर्स्ट टाइम हो दाइहरूको चाहिँ अब कति कति आउँछ भन्दा के अरे यहाँ परेवानी रहेछ र त्यही मन्दिरभित्र चाहिँ हो ट्याङटुङ सबै हुन्छ जोस् मन्दिर राम्रो हुने रहेछ यहाँ सरसफाइ पनि हुँदै रहेछ सबै थोक हुँदै रहेछ ल राम्रो रहेछ जोस् हेटेक्कै यहाँ चाहिँ पुरा जङ्गलको बाटो बिच बिच आउनु पर्दो रहेछ अनि लास्टमा मन्दिर कि यही हाम्रो बागलुङ कालिका मन्दिर राम्रो रहेछ जोस् शान्त वातावरणमा ट्याक्क जङ्गल सङ्गल होइन पुरा यस्तो शान्त छैन त यहाँ मन्दिरभित्र के शान्त चारैतिर जङ्गल बिचमा मन्दिर त यो अब फोटो सुट हुन्छ 2-4 वटा अलिकति अगाडि फेरि सब ट्याक्क सफा गर्न लागेको छु उयो राख्नु पाइन्छ त्यसरी राखेर र त्यही गाइज हामी फोटो खिच्छौँ अब 2-3 टा अनि के कसो हुन्छ माथि बागलुङ बजार जानै छ अझै यो त अझै बिच सुरुवात हो कि गाइज भनेर भिडियोको बिच बिच नि भइसक्यो होला अब भिडियो धेरै लामो हुन्छ है हजुर ल त्यही गाइज त यो मन्दिर अब माथि बजारतिरै भेटौँला ल यहाँ चाहिँ हुँदैछ त गाइज अहिले चाहिँ हामी यो चाहिँ बागलुङ बजार हो होइन अनि बागलुङ बजारमा आएर चाहिँ खाजा खान बसेको हामी नमजाले झुक्यौँ नि त 180 भनेर चिकन खाना भनेर गयो लास्टमा त 250 अरे त्यही भएर चाहिँ अब हामी यहाँ यसो सोध्न लाग्यो कि कहाँ कहाँ खाना पाइन्छ कस्तो कस्तो पाइन्छ भनेर सोध्न लाग्यो यो चाहिँ ट्राफिक चोकै बागलुङको ल सोध्नु त सोध्नु आन्टी चिकन खाजा कसरी छ हजुर उता 250 हो त्यहाँ 250 यहाँ 350 ठाउँमै शरीरमा फरक हुन्छ 250 चिकन खाना त्यहाँ त्यही हालिदिनु पर्थ्यो कि हामीले यार यस्तो लजहरूमा त महँगो हुन्छ कि त्यो त्यहीँ ठिक रहेछ कि 250 सस्तै हुन्छ नि चिकन खाना एक्चुअली यहाँ सुत्नु पर्यो चिकन खाना कसरी खाना चिकन खाना कसरी 400 यहीँ 350 यहीँ 400 त्यहीँ सस्तो हो कि त्यहाँ चिया क्यान्टिन भनिहाल्नुपर्छ कि यार है न त्यो 250 सस्तै हो कि 350 450 त भन्छ नि जल्दी यार 250 ठिकै हो ल छिटो ल चिया नै हालिदियो दाइ चिया क्यान्सिल हान्नु पऱ्यो कि उता त 400 अरे चिकन खाना अब यहीँ हाल्नु ल गाइज अहिले चाहिँ हामी मालढुङ्गा आइसकेका छौँ है मालढुङ्गामा हाम्रो दिदीहरूले हाम्रो राम्रो सर्भिस दिइराख्नु भएको छ अब खानासाना खाएर चाहिँ डाइरेक्ट पोखरा लाग्ने हो यति भन्दै भिडियो पनि लामो हुन्छ धेरै गर्नु हुन्न है आजलाई चाहिँ म यति भिडियो गर्न चाहन्छु कस्तो लाग्यो छोटो मिठो प्रतिक्रिया दिनु होला यति भन्दै आजलाई म बिदा लिन्छु जय नेपाल।